को हुनुहुन्छ हजुर? मैले चिन्न सकिनँ र बोलाउनु खोजेँ हौ। मलाई चिन्नु हो कि मैले चिन्न सकिनँ कि? हाम्रो गाउँको त होइन। हाम्रो गाउँ हुन् कि जस्तो नि लाग्छ नि। को जस्तो लाग्यो? मैले त चिनेन के। हजुरको त्यो अघि भिडियो हालेको आमा हो भनेर फोन आएको रहेछ टिकटकमा। ए भाइ हो। त्यही भएर यो आमालाई चिने जस्तो पनि लाग्छ मलाई होइन। एकपल्ट भन्दै बार मैले थाहा पाउँदै। फेरि किन बोलेखेन नेटवर्क छैन कि? बोल्ने किन हो नबोल्ने किन हो कुन्नी त्यो सायद मलाई चिनेर पत्रियाको मान्छे पत्रिया थियो के यस्ता पत्रिया हो घर पोल्दै पत्रिया भेटेर भयो हाम्रो बोल्नु पनि खोजे हान्ने किन बोली हाल्न आयो लाट होइन त्यति भनेको जस्तो भन्नुपर्ने हो बोली नआएको हो कि यो बिग्रेको हो थाहै भएन यसो पत्रिया भेट भयो जस्तो मान्छु मैले पत्रिया देखेँ जस्तो लाग्यो मलाई अब पोल्दै हो कर यहीँ आएको भने हामी कति वर्ष भयो चिन्न ट्याक्कै सक्दिनँ तर भेट भएको हो कि भन्नु जस्तो पनि मान्छु हेरे बोल्छेल छैन क्या भेट भएको मान्छे यो पत्रियाको हो चिन्नु भयो होस् अलिअलि देखे जस्तो लाग्यो देखे जस्तो लाग्छ प्रकष्ट चिन्न मैले पनि सकिनँ धेरै भएको कर त्यही भएर बोल्दै नौकर बाई को रहेछ नि म त चिनेकै जस्तो लाग्यो के रे खै मैले त चिने होइन अब हजुरले देखे जस्तो लाग्छ मलाई यहाँ नै पत्रिया देखे जस्तो लाग्छ कि मलाई के नाम थाहा छ र नाक पनि मेरै जस्तो पुरा फुलेको रहेछ होइन त यहाँ यो पुरा फुलेको छ नि के हजुरकै चिनेको कोही नातपात हुन्छ आमा टाढाका दाइ भाइ त होइन नि दाइ भाइ त होइन अब मेरो दाइ भाइ त अब बाहिरका दाइ भाइ भयो हुने हुन् नत्र को होला र नाक उस्तै देख्नुभयो अघि ठ्याक्कै पुरा हेर्न मेरा जस्तो यी ठ्याक्कै तेरि नै बोलेर म यो हुँ तपाईँले देखाउँ भन्ने मैले पनि त चिनिन्थ्यो गर होइन अब त्यो नभन्ने अब के थाहा मैले देखेँ जस्तो मान्छु मोबाइलमा बोल्नु नआएर हो कि हो होइन त्यही होला न त अब नाक पनि उस्तै उस्तै के हेर्न पनि कस्तो हेरे कि भाइ